धन्यवाद। झापा 5 का सम्पूर्ण दिदीबहिनी दाजुभाइमा हार्दिक अभिवादन। धेरै कुरा केही भनिन, हामीले सधैँ मतदाता भनेर मतलाई हामीले दान दिएको हिसाबले हेऱ्यौँ। यो पल्ट चाहिँ हामी एकचोटिको लागि मत लगानीकर्ता बनाऊँ। हामीले के चिजमा लगानी गरेका छौँ भन्ने कुरालाई एकदमै अवेर भएर हाम्रो मतलाई लगानी गरौँ। हामीले विगतमा पनि कयौँचोटि जितायौँ होला अन्य पार्टीहरूलाई। यो पालि कुनै पार्टी भन्दा पनि देशलाई जिताउनतर्फ हामी लागौँ। यो पालि देशले जित्नेछ। हाम्रो घरमा हाम्रा वृद्ध बुवाआमा, हाम्रो हुर्किँदै गरेका छोराछोरीको भविष्यको लागि एकचोटि हामीले मत लगानी गरौँ। घन्टीमा एकचोटि परिवर्तनको लागि घन्टीमा भोट हालौँ। फेरि पनि सबै कुराहरू हेर्दाखेरि यो पटक घन्टीका सबै नीतिहरू चाहिँ एकदमै यो गरिदिन्छु त्यो गरिदिन्छु भन्दा पनि धेरै जसो वास्तविकतामा बसेर के भन्छ धरतीमा टेकेर तर क्षितिजलाई देखेर बनेका नीतिहरू छन्। यी नीतिहरूले हामीलाई चाहिँ एकपटक घन्टीमा भोट हाल्नलाई चाहिँ आग्रह गरेको पनि छ। हामी धेरै उत्सुक छौँ, यहाँहरूको साथ सुझाव सबै छ। फेरि पनि हामी नागरिक विवेकशील बनिदिउँ, किनकि हामी विवेकशील भयौँ भने हाम्रा युवा, हाम्रो समाज उद्यमशील हुन्छ, हाम्रो अर्थतन्त्र चलायमान हुन्छ, हाम्रो राज्य हितकारी हुन्छ र हाम्रो सरकार सेवक हुन्छ। त्यसको लागि हामीले घन्टीमा यो पालिको निर्वाचन फागुन 21 गते दुवै पत्रमा घन्टीको छाप दिउँ। यहाँहरूलाई विनम्र अनुरोध पनि गरेर धेरै धेरै धन्यवाद।